हेलो एभ्रिवान गाइजहरू सबैजनालाई स्वागत छ है। म चाहिँ फाइनली आज मेरो भाइको चर्चमा आएको छु होइन। भाइलाई भेट्नको लागि त विराट चोकमा आएको छु होइन। विराट चोकमा चाहिँ मेरो भाइको चर्च छ होइन। र आज चाहिँ म धेरै समयपछि भाइलाई भेट्न आएको थिएँ र भाइले चाहिँ आज तरकारी होइन एकदमै मिठो राँगाको सुकुटी बनाउँदैछ होइन। म हजुर सबैजनालाई देखाउँछु होइन। यो चाहिँ उसको डिजाइनले यो चाहिँ के बनाएको भाइ? यो चाहिँ ग्रेभी हो। सुकुटीमा चप्प यो पाकेपछि झ्याप्पा हाल्ने, पहिला यो सुकुटी तार्ने अनि यसलाई मजाले तारेर यो पाक्छ अनि यसमा मसलाहरू पकाउने मजाले अनि यसलाई भइसकेपछि झप्पा हाल्ने अनि मजाले मिठो हुन्छ। यो सुकुटी राँगाको होइन? हजुर हो। ठुलो राँगाको सुकुटी अनि यो राँगा के अरे तातो पानी लगाएको छ कि छैन यसमा? यो पहिला सुरुमा काटेर तातो पानीमा हाल्ने हो। अनि काटेर टक्क तातो पानीमा हालिसकेपछि अनि झ्याप्प लिएर तेलमा बुरुङ तार्ने हो। टक्क तारिसकेपछि झ्याप्प झिक्ने हो। अनि झिकिसकेपछि अनि यसमा तेल लगाउने अनि मजाले यसरी मसला पकाउने। यसरी यहाँ मसला पकाइसकेपछि यहाँ लिएर देखाउनु देखाउनु पर्छ। यसरी मसला देखाउने, यसरी मसला पकाउने अनि भरे यो मजाले पाक्छ अझै। अनि यो मजाले पाकिसकेपछि अनि यहाँ हाल्ने अनि उमाल्ने अनि यो मजाले सुकुटी दामी हुन्छ। थ्याङ्क सो मच। अनि हजुरको शुभ नाम चाहिँ के होला? मेरो नाम चाहिँ अर्पण रम्तेल हो अनि मेरो दाजु चाहिँ सिराज रम्तेल हो। झ्यालो सिराज रम्तेल हो, कुमार रम्तेल होइन? कुमार रम्तेल, सिराज रम्तेल दुईवटा नाम छ त्यही भएर। हजुरको पनि लक्ष्मण रम्तेल हो होइन? अनि उसमा यहाँ चर्चमा चाहिँ अर्पण रम्तेल हो है। र गाइजहरू सबैजना होइन सरकारले एकदमै मिठो बनाएर खाँदैछौँ हामी चाहिँ तरकारी खाँदैछौँ है। दालहरू पनि छ है। खतरा दालहरू के को दाल हो? यो चाहिँ सिमी अनि भटमास अनि त्यो कालो मास अनि मुसुरी सबै थोक मिसाएको मजाले खतरा दाल हो। यो भिआइपी दाल हो। यो दाल चाहिँ हतपति विदेशमा पनि पाउनु गाह्रो हुन्छ। यो दाल चाहिँ एकदम खतरा भिआइपी दाल हो। भनेपछि राम्रो छ है, मिठो छ है। भनेपछि आजको खानाको परिकार भनेको एकदम मिठो हुन्छ है। एकदम मिठो हुन्छ। ल ठिक छ। कति टाइम लाग्छ अब यो बनाउनको लागि? अब यो बनाउनु लगभग आधै घन्टाभित्रमा यो सबै रेडी भयो। अनि आज को भएर खाने अब हामी? आज हामी 4-5जना हुन्छ खाने। को छौँ? हामी थुप्रो हुन्छ तर एकैचोटि बसेर खाने चाहिँ 2-3जना मात्र हुन्छ। किन? त्यो भएकोले टिम छुट्टिन्छ त्यही भएको कारणले समय मिल्दैन। भरे 2जना आउनुहुन्छ त्यो चाहिँ भरे यो मात्र खाना आउनुहुन्छ सुकुटी मात्र। अनि अहिले खाने चाहिँ तपाईँहरू 4जना हुनुहुन्छ। एकजना काममा हुनुहुन्छ उहाँ पनि अहिले आउनुहुन्न। अहिले खाने चाहिँ तपाईँहरू 3जना हुनुहुन्छ। ए गोमा गोमा सुधा 3जना म चाहिँ खान्न। किन तपाईँ चाहिँ खानुहुन्न? तपाईँले बनाइसकेपछि तपाईँ नखाएर आउँछ? म चाहिँ अलिकति भरे खाने गरेको छु त्यही भएर। फास्टिङ हो? ए भनेपछि अरूलाई धेरै दुःख दिनु, अरूको लागि भने धेरै दुःख चाहिँ गर्नु पर्छ नि। एकदम दाजु धेरै दुःख गरिन्छ। ल ठिक छ ल हस्। ल गाइजहरू खाना पनि रेडी हुँदैछ होइन। हाम्रो उता के अरे गोमा बुनुले खाना रेडी गर्दै हुनुहुन्छ होइन। हामीले अघि बनाएको जुन मासुहरू थियो खाना चाहिँ यता अर्जुन रम्तेल हाम्रो बस्तीदेखि, तर अहिलेको बसाइ चाहिँ यता हाम्रो तराईतिर छ होइन। अनि हाम्रो गोमा बुनु है, गोमा बुनुले खाना पस्किँदै हुनुहुन्छ। अब दाल चाहिँ मिठो छ भनेको थाहा भएको थिएँ होइन। कस्तो छ अब हेर्न पऱ्यो होइन। ओहो दाल पनि एकदम खतरा स्पेसल मिठो छ होइन। अनि टक्कसँगले खाँदै गरेको भिडियो टक्कसँगले हाल्दाखेरि त लौ जाता होइन। हजुरहरूले खाना खानुभयो होला होइन। खाने समय खाजा खाने समय भइसक्यो होला। अब हाम्रो अर्पण भाइ होइन, त्यस पछाडि मेरो आफ्नै भाइ हो चाहिँ, त्यस पछाडि म, अनि यता हाम्रो गोमा है। हामी चाहिँ के अरे खाना खाँदैछौँ होइन। खाना खाँदैछौँ होइन। एकदमै मिठो अघि बनाएको जुन हाम्रो अर्पण भाइले बनाएको मासु थियो, मासुसँग खाना खाँदैछौँ सबैजना गाइजहरूलाई। धेरै धेरै धन्यवाद है। खानु चाहिँ एकदमै मिठो छ होइन।
वर्षकोमा गोमा सुन्नेले पनि खाना खाँदै हुन्छ होइन।